सुत्केरीको बेलामा लोकल चामल, बच्चालाई कपडा, न्यानो कपडा, आमालाई कपडा, अनि त्यसपछि लोकल कुखुराहरू हुन्छ नि, कुखुरा अन्डाहरू ल्याएर चाहिँ उहाँहरूलाई दिएर यसरी चाहिँ खानेकुराहरू खानुपर्छ सुत्केरीको अवस्थामा भनेर चाहिँ। अनि यसरी स्याहार सुसार पनि अब त्यो केही दिएपछि उहाँहरू आकर्षित भएर स्याहार सुसार गर्न दिनुहुन्छ कि भनेर कि त्यसरी सामानहरू ल्याएर दिन्छौँ सुत्केरी भए लगत्तै। दिएपछि चाहिँ स्याहार सुसार गर्न दिनुहुन्छ। उहाँहरूको आफ्नै किसिमको पनि फरक किसिमको पनि हुन्छ। 9-10 दिनसम्म उहाँहरूको न्वारान छैटी भन्ने फरक किसिमको हुन्छ होइन। त्यही सँगसँगै चाहिँ हामीले पनि त्यसमा चाहिँ सहजीकरण गरिरहेको हुन्छौँ। औषधिहरू भन्यो भने एकदम डढाउने, अनि नर्मल्ली अब गर्भवती सुत्केरीको बेलामा चाहिँ यसरी स्याहार सुसार गर्नुपर्छ, यसरी चेक जाँच गर्नुपर्छ भन्यो भने उहाँहरूलाई अचम्म लाग्थ्यो कि त्यो कुरा यस्तो नि हुन्छ र भन्ने जस्तो लाग्ने। अनि आफ्नो बच्चालाई पनि स्याहार सुसारमा खासै ध्यान दिँदै नदिने त्यस्तो खालको हुन्थ्यो। नमस्कार दर्शकबिनहरू, हामी यति बेला राउटे बस्तीमा रहेका छौँ। सुर्खेत जिल्लाको लेकबेसी नगरपालिकाको यो लमना क्षेत्रमा अहिले राउटे समुदाय बसोबास गरिराख्नु भएको छ र यो राउटे समुदायमा आएर यहाँबाट स्वास्थ्य सेवा प्रदान गरिराख्नु भएको आदरणीय म्याम हामीसँग हुनुहुन्छ र आज हामी थोरै स्वास्थ्य सम्बन्धित रहेर कस्तो परिवर्तन छ, के छ भन्ने विषयमा थोरै कुराकानी गर्ने प्रयास गरिराखेका छौँ। नमस्कार, स्वागत छ हजुरलाई। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम चाहिँ अनुजा पन्त। मेरो घर चाहिँ दुल्लो नगरपालिका 11 दैलेख हो। म चाहिँ सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनामा कार्यरत स्वास्थ्य प्राविधिक हो। अब अहिले तपाईँ एउटा महिला स्वास्थ्यकर्मी भएको हिसाबले यहाँको, मैले महिलाबाटै सुरु उठाइहालेँ, यहाँको महिलाहरूको स्वास्थ्य स्थिति चाहिँ कस्तो पाउनु भएको छ अहिले? सामान्य रूपमा भन्नुपर्दा राउटे बस्तीमा हामीले काम गर्दै आउँदा चाहिँ स्वास्थ्य उपचार स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने पहिलाको तुलनामा अहिले चाहिँ धेरै परिवर्तन भएको पाइन्छ। उहाँहरू चाहिँ एकदम महिलाहरू चाहिँ पुरुषहरू भन्दा नि महिलाहरू एकदम डराउने, लजाउने खालको स्वभाव चाहिँ एकदम बढी नै हुन्छ। हाम्रो समुदाय सँगसँगै उहाँहरूको झन् एकदमै बढी हुन्छ। पहिला चाहिँ उहाँहरू एकदम हामीसँग नजिक आउँदै नआउने, औषधिहरू भन्यो भने एकदम डराउने। अनि नर्मल्ली अब गर्भवती सुत्केरीको बेलामा चाहिँ यसरी स्याहार सुसार गर्नुपर्छ, यसरी चेक जाँच गर्नुपर्छ भन्यो भने उहाँहरूलाई अचम्म लाग्थ्यो कि त्यो कुरा यस्तो नि हुन्छ र भन्ने जस्तो लाग्ने। अनि आफ्नो बच्चालाई पनि स्याहार सुसारमा खासै ध्यान दिँदै नदिने त्यस्तो खालको हुन्थ्यो। जब अब हामी सोसेक नेपालबाट हामीलाई चाहिँ 4 जना कर्मचारीहरू खटाएर उहाँहरूको स्वास्थ्य अवस्थालाई सुधार गर्नको लागि चाहिँ स्वास्थ्यमा के समस्याहरू छन्, ती समस्याहरूलाई कसरी समाधान गर्ने भनेर चाहिँ हामी 2 जना स्वास्थ्य कर्मी, 2 जना शिक्षाको मान्छेहरू राख्नुभयो सोसेक नेपालले। त्यसपछि चाहिँ अहिले पछिल्लो समय चाहिँ एकदम उहाँहरू चाहिँ हामीप्रति एकदम बढी आकर्षित हुने, समस्याहरू भन्ने, अनि हरेक कुराहरू महिनावारी हुँदाखेरि हुने समस्याहरू, सुत्केरी हुँदाखेरि हुने समस्याहरू, बच्चा जन्मिसकेपछि कसरी स्याहार सुसार गर्ने भन्ने कुराहरू, लालन पालनदेखि पोषणहरूको कुराहरूदेखि सबै कुराहरू चाहिँ हामीसँग गर्ने, हामीले भनेको मान्नेसम्म पनि भइसक्नु भएको छ समय सामान्य भइसकेको छ। हजुर। म्याडम, डेलिभरी भइसकेपछि नि तपाईँले त्यसको व्यवस्थापन गर्ने हुन्छ नि, कसरी व्यवस्थापन गर्नुहुन्छ, अथवा डेलिभरी हुने त्यो अगाडिका दिनहरू उहाँहरूले कसरी कोचिङ गर्नुहुन्छ? हामीले चाहिँ जुन डेलिभरीको समय, प्रेग्नेन्टको समयमा चाहिँ उहाँहरूलाई दिने भनेको नर्मल्ली अहिले जनचेतना मात्रै छ। जसरी हाम्रो त्यो बाहिर हाम्रो समुदायमा जसरी त्यो एन्टिनेटल भिजिट भनेर 8 पटक चाहिँ 9 महिनाको अवधिमा 8 पटक चेक जाँच गर्ने भन्ने कुराहरू हुन्छ, त्यसरी चाहिँ उहाँहरू गर्न मान्नु हुँदैन। तर हामीले परामर्श दिएर चाहिँ यसरी चेक जाँच गर्नुपर्छ भनेर चाहिँ उहाँहरूलाई परामर्श मात्र दिने, स्वास्थ्य शिक्षा दिने, जनचेतना दिने काम मात्रै भइरहेछ। अनि अर्को कुरा, उहाँहरू डेलिभरी हुने बेलामा चाहिँ जसरी हाम्रो समुदायमा चाहिँ स्वास्थ्य कर्मीको सहायताले बच्चा जन्माइन्छ नि, त्यसरी चाहिँ उहाँहरू अझै पनि गर्नुभएको छैन। नर्मली परामर्श दिने, स्वास्थ्य जनचेतनाहरू लिने मात्रै गर्नुभएको छ। अनि बच्चा जन्माउनको लागि चाहिँ हाम्रो पहिला गाउँघरमा आउँथ्यो नि सोडेनीले जन्माउने भन्ने, अझै पनि त्यस्तै उहाँहरू प्रसव व्यथा सुरु भयो भने जङ्गल जाने, पानीहरू तताएर लैजाने, उतै आगो बाल्ने, अनि 5-6 जना चाहिँ महिलाहरूलाई लगेर चाहिँ उतै जङ्गलमा नै बच्चा जन्माएर आउने। जन्माइसके पछिल्लो समय मात्रै हामीले चाहिँ बच्चालाई कसरी स्याहार सुसार गराउनु, स्तनपान यसरी नियमित गराउनु, तातो बनाएर राख्नु भनेर चाहिँ पछिल्लो समय चाहिँ हामीले यसरी गरेछौँ। तर नर्मल्ली चाहिँ हामीले डेलिभरीको बेलामा चाहिँ प्रत्यक्ष अझै पनि गर्न सकेको छैनौँ सर। तपाईँहरूको सहभागिता अथवा तपाईँहरूलाई त्यहाँ प्रवेश गर्न निषेध छैन? निषेध नै छ सर। उहाँहरू जब प्रसव पीडा सुरु भएर जङ्गल जानुहुन्छ, हामी चाहेर पनि उहाँ जान सक्दैनौँ कि उहाँहरूले चाहिँ उहाँहरूको संस्कार अनुसार जान मिल्दैन, तपाईँहरू जान मिल्दैन, बरु बच्चा जन्माएर आइसकेपछि पछि गर्ने स्याहार सुसारहरू तपाईँहरू गर्नु होला, तपाईँहरूले भन्नु होला, त्यो अनुसार गर्छौँ। अनि प्रसव व्यथाको बेलामा चाहिँ हामीलाई जान चाहिँ अलाउड नै छैन सर अझै पनि।
अनि यो त्यो डेलिभरी हुने बेलामा महिलाहरू जानुहुन्छ कि पुरुष पनि जानुपर्छ उहाँहरूसँग? पुरुषहरू जानु हुँदैन। जुन उहाँहरूको 2-4जना महिलाहरू हुनुहुन्छ त्यो बच्चा जन्माउने बेला मात्र हेर्ने खालको महिलाहरू पनि हुनुहुन्छ, जुन बच्चा जन्माएको महिलाहरू। अनि विशेष गरेर 3-4जना उहाँहरूलाई लिनुहुन्छ अनि अन्य 3-4जना गरेर बरु 7-8जना महिला मात्रै, जुन बच्चा जन्माएको महिलाहरू विशेष गरेर महिलाहरू चाहिँ जाने, जङ्गलमै आगो बाल्ने, तातो पानीहरू के चाहिन्छ लिएर जाने। अनि नाभि काट्नलाई चक्कुहरू हुन्छ उहाँहरूसँग, चक्कुहरू धारसार लगाएर हुन्छ नि, लिएर धागोहरू त्यो नाभि बान्नलाई लिएर चाहिँ आफै जाने गर्नुहुन्छ महिलाहरू नै। डेलिभरी भइसकेपछि यहाँ तपाईँहरूले के गर्नुपर्छ? जस्तै गाउँघरको हाम्रो परिपाटी जस्तै गर्नुपर्ने हुन्छ कि उहाँहरूको आफ्नै तरिकाले गर्ने हुन्छ? त्यसको स्याहार सुसार, त्यसको पालन पोषणका कुराहरूमा न्वारानसम्म होइन? स्याहार सुसारको कुराहरूमा चाहिँ उहाँहरू सकभर 7-8 दिनसम्म हामीसँग क्लोज पनि हुनुहुन्न। पहिलो कुरा सुत्केरी भइसकेपछि जुन अब भर्खरको टिनेज अवस्थाको केटीहरू हुनुहुन्छ भने हामीलाई पनि सजिलो हुन्छ भनेको मान्नुहुन्छ। जुन अब अलि एज बढी भएर 35-40 वर्षको महिलाहरू हुनुहुन्छ नि, उहाँहरूले यदि बच्चा जन्माउनु भएको छ भने सकभर हामीलाई त्यहाँ नजिक जान नदिने खालको संस्कार पनि छ कि उहाँहरूको। अनि तर पहिला त्यस्तो थियो। आजभोलि चाहिँ उहाँहरूलाई हामीले एकदम प्रोत्साहन गर्नको लागि जब बच्चा जन्मिन्छ, बच्चा जन्मिने बित्तिकै सोसेक नेपालबाट माथिबाट उहाँहरूलाई केही सामानहरू दिएपछि अलि आकर्षित हुने हुन्छ नि त। उहाँहरूलाई सुत्केरीको बेलामा लोकल चामल, बच्चालाई कपडा, न्यानो कपडा, आमालाई कपडा, अनि त्यसपछि लोकल कुखुराहरू हुन्छ नि, कुखुरा अन्डाहरू ल्याएर चाहिँ उहाँहरूलाई दिएर यसरी चाहिँ खानेकुराहरू खानुपर्छ सुत्केरीको अवस्थामा भनेर चाहिँ। अनि यसरी स्याहार सुसार पनि अब त्यो केही दिएपछि उहाँहरू आकर्षित भएर स्याहार सुसार गर्न दिनुहुन्छ कि भनेर कि त्यसरी सामानहरू ल्याएर दिन्छौँ। सुत्केरी भए लगत्तै दिएपछि चाहिँ स्याहार सुसार गर्न दिनुहुन्छ। उहाँहरूको आफ्नै किसिमको पनि फरक किसिमको पनि हुन्छ। 9-10 दिनसम्म उहाँहरूको न्वारान छैटी भन्ने फरक किसिमको हुन्छ होइन। त्यही सँगसँगै चाहिँ हामीले पनि त्यसमा चाहिँ सहजीकरण गरिरहेको हुन्छौँ सर। अब अलिकति हाम्रो सामाजिक कुरा, सामाजिक परम्पराका कुराहरू हुन्छन् नि म्याडम। यो राउटे समुदायमा बसेपछि तपाईँलाई घोलमिल गर्नको निम्ति अथवा यो आफ्नो यो स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउनको निम्ति कतिको अप्ठ्यारो भयो सुरुको चरणदेखि? सुरुको चरणमा त हामीलाई एकदमै गाह्रो भयो सर। उहाँहरू पहिलो प्रथम त हामीहरूसँग यसरी घुलमिल भएर कुराकानी गर्ने, बोल्ने गर्दै गर्नुहुन्थेन। हामीलाई उता टाढा देख्यो भने नि आयो भनेर चाहिँ उहाँहरू एक साइडतिर लागिहाल्नुहुन्थ्यो। पहिला त उहाँहरूको भाषा पनि थाहा थिएन हामीलाई, आफ्नो भाषामा भन्ने। अनि हामीले एकातिर कार्यक्रम गरौँ भन्यो भने अर्कोतिर जाने गर्नुभयो। बिस्तारै अब उहाँहरू बुझ्दै जानुभयो। हामीले पनि उहाँहरूको कति गाली सयौँ, कति कुराहरू हुन्छ नि, हरेक कुराहरू सहँदा चाहिँ उहाँहरू एक न एकचोटि त हामीप्रति आकर्षित हुनुहुन्छ, एक न एकचोटि परिवर्तन हुनुहुन्छ भनेर चाहिँ बिस्तारै चाहिँ पहिला चाहिँ औषधिहरूकै कुराहरू पनि, औषधिहरू नखाने, के मार्ने औषधि पो ल्यायो कि भन्ने उहाँहरूलाई एकदम डर लाग्ने त्यस्तो हुन्थ्यो। आजभोलि चाहिँ हामीले चाहिँ हरेक हप्तामा 2-3 चोटि जनचेतना कार्यक्रम राखिराख्ने। उहाँहरूलाई चाहिँ कसरी हुन्छ परिवर्तन गर्नको लागि कहिले मुखियाहरूसँग मात्र छलफल गर्ने, कहिले किशोरीहरूसँग मात्र छलफल गर्ने, कहिले युवाहरूसँग मात्रै बस्ने, त्यस्तो गऱ्यौँ। अनि अहिले पछिल्लो समय चाहिँ एकदम बढी हामी एकछिन आएनौँ भने पनि कहाँ जानुभयो, हामीलाई यस्तो औषधि चाहिएको थियो, यस्तो घाउ थियो, ड्रेसिङ गर्नु थियो भनेर चाहिँ एकदम अहिले पछिल्लो समय चाहिँ परिवर्तन नै हुनुभयो। तर पहिलाको सोच्ने भने त यतिसम्म हुन्छ भन्ने हामीले सोचे पनि थिएनौँ सर। पहिलाको क्षण चाहिँ त्यति गाह्रो भयो। म्याडम अलिकति यो खुला दिशामुक्त क्षेत्र जताततै दिशा गर्ने प्रचलनले गर्दाखेरि पनि स्वास्थ्यलाई प्रभाव पार्छ होला। अनि मदिरापान अलिक बढी सेवन भयो भन्ने धेरै मानिसहरूको गुनासो छ, तपाईँले पनि भन्नुभयो। त्यसले पनि स्वास्थ्य क्षेत्रमा प्रभाव पारिरहन्छ होला। यसको बारेमा केही पहल गर्नुभएको छ यसलाई नियन्त्रण गर्न? हामीले चाहिँ पहिलो कुरा मदिराकै गरौँ होइन। मदिराको कुरा पनि हरेक उहाँहरूलाई चाहिँ महिनाको 2 चोटि चाहिँ नजिकै इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू बोलाएर अनि उहाँहरूलाई मदिरा नियन्त्रण सम्बन्धी यसले गर्ने अवसरहरू यो कसरी बन्छ त, यो प्रयोग गर्नु हुँदैन भनेर जनचेतना कार्यक्रमहरू दिइराख्यौँ होइन। पछिल्लो समय चाहिँ एकदम बढी बाहिरको रक्सीहरू खाने, अलिक कम जियोस् लिची प्याकिङवाला रक्सी बढी खानुहुन्थ्यो। अनि यदि अब रक्सी नखानु भन्न त हामीले मिलेन, उहाँहरूको संस्कारै हो, परम्परा नै हो भन्नुहुन्छ होइन। तर बाहिर बनाएको रक्सी नखानु, आफ्नै संस्कारमा भित्र बनाएर बाहिरको केमिकलहरू कुनै पनि राख्नु हुँदैन, आफै बनाएर खानु भनेर त्यसरी बरु हामी चामल पनि लिएर आइदिन्छौँ पनि भन्यौँ के, त्यसरी भन्यौँ। अनि पछिल्लो समय चाहिँ बाहिरको रक्सी अलि कम नै छ, लिची जुन प्याकवाला रक्सी। तर अन्य रक्सीलाई पनि त्यो किनेर खाने रक्सी पनि नखानु भनेर जनचेतना दिइराखेछौँ सर। अब हामीसँग ट्यापहरू छ, त्यो भिडियोमा त्यसले रक्सीले गरेको असरहरूको भित्र मुटु कलेजोहरू खाएको भिडियोहरू पनि देखाइरहन्छौँ देखाउनलाई। पछिल्लो समय चाहिँ
यसरी जनचेतना दिइराखेर चाहिँ पहिलाको तुलनामा चाहिँ किशोर किशोरीहरू अलिक कम नै भएको पाइन्छ र यो जनचेतना दिइरहेछन् के अरे मदिराको। अनि अर्को कुरा दिसा पिसाब उहाँहरूले जथाभावी जङ्गलमा भन्दा नि आफ्नै घर आँगनमा भनौँ न जथाभावी गर्ने यो अहिले नै पहिलेदेखि नै यस्तो थियो होइन सर। अनि यसको लागि चाहिँ हामीले कति उहाँहरूलाई चाहिँ दिसा पिसाबबाट यसरी झाडा पखाला हैजा फैलिने उहाँहरूको मृत्युदर बढी हुने कारण पनि यही हो। हामीले यहाँ आँगनमा दिसा पिसाब भयो भने त्यही कुचिन्छ, त्यही हाम्रो हातमा आउँछ, त्यही कुरा खान्छौँ, हामी बिरामी हुन्छौँ भनेर चाहिँ एकदम स्वास्थ्य शिक्षाहरू दिइरहेछौँ सर। अनि हामीले पछिल्लो समय हामीले शौचालय पनि निर्माण गऱ्यौँ। हेर्नु हामीले चाहिँ बस्तीमा 4 जना हामी स्टाफ छौँ, आफैले उनी बस्तीको वरिपरि 4वटा साइडमा 4-5वटा खाल्डोहरू खनेर प्लास्टिकले बेडेर चाहिँ टेम्पोररी खालको टोयलेटहरू पनि निर्माण गऱ्यौँ। हजुरले बाहिर जथाभावी दिसा गर्नुभन्दा यही खाल्डोमा दिसा गर्ने, 1 महिना बस्नुहुन्छ एउटा ठाउँमा होइन, त्यति खाल्डो भरिन्छ 4-5वटा, अनि त्यसपछि चाहिँ अर्को ठाउँमा जाने भने त्यसरी पनि निर्माण गऱ्यौँ सर। सम्भवै भएन, आज जस्तो खाल्डो खनेर दिनभरि खन्यो, टोयलेट बनाएर गयो, भोलिपल्ट आउँदाखेरि त्यो प्लास्टिक कहाँ छ थाहै हुन्थेन के। अनि उहाँहरूले चाहिँ सुबेन त्यो टोयलेट बनाएर त्यो बाहिरको सामानहरू ल्याएर खाल्डो खनेर चाहिँ हाम्रो बाँदर मरेन, हाम्रो बच्चाहरू मर्यो, त्यो नसुबेर राउटेको देउता रिसायो भन्ने चाहिँ त्यस्तो खालको कन्सेप्ट भयो। अनि त्यसरी चाहिँ सम्भव नभएपछि हामीले के भन्यौँ, अब त्यसरी हुँदैन भने बरु जङ्गलमा जानु, आफ्नो बस्ती वरिपरि दिसा नहोस्, त्यसरी टोयलेट बनाउन मिल्दैन भनेपछि जङ्गलमा गएर दिसा गरेको बरु पुर्दिने, उहाँहरूसँग कुटो बसुलाहरू हुन्छ होइन, सकभर वरिपरि नगर्ने, अलि टाढा जाने, त्यसरी पुर्नु भनेर चाहिँ अहिले पछिल्लो समय त्यसरी सम्झाइराखेछौँ। अब खासै पहिलाको तुलनामा हेर्ने हो भने अहिले दिसा पिसाब एकदम कम बस्तीमा देख्न पाइँदैन सर। पहिला हामी सुरुको समयमा हामी आउने बेला यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुन्थेन कि बस्तीमा, त्यस्तो हुन्थ्यो दिसा पिसाब। अब अहिले चाहिँ जङ्गलमा चाहिँ जानुहुन्छ, उस्तै नानी बाबुहरूले यतै गरिदिनुहुन्छ, त्यो चाहिँ हामीले सिकाइरहेछौँ सर। अब सम्भव भएसम्म फेरि पनि टोयलेटको निर्माण गर्नको लागि अझ पनि हामीले केही पहल गरिरहेछौँ के अरे, सकेसम्म हामी यसलाई चाहिँ खुल्ला दिशामुक्त कम हुनै गराउने चाहिँ कुरा गरिराख्नु सर। हुन्छ, हस्, हजुरलाई समयको लागि धेरै धन्यवाद। धन्यवाद सर।